ये क्या हो गया? रुको रुको ऐसे नहीं सुरु से दिखा। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ सर्ट हाइक काठमाडौँदेखि एकदम नियरेस्ट प्लेस, स्टार्टिङ फ्रम शिवपुरी टु विष्णुद्वार। ऊ चाहिँ मेरो साथी हो। यस्तो झर्ना बाटोमा देख्दाखेरि खुसी भएर उफ्रिरहेको छ। हेर्नुहोस् त कस्तो रमाइलो छ। त्यहाँ जाने बाटो चाहिँ अहिले पानी परेको। यो खोलालाई एकचोटि हेर्नुहोस् त किन भनेर सोध्नुहुन्छ नि, म लास्टमा भन्छु है। हामी चाहिँ अब अलिकति हिँडेर माथि त्यो खोलाबाट तरेर माथि झर्ना पुग्यौँ। यस्तो शीतल हावा है, अनि यस्तो नेचरले एडमायर गरेर एकछिन एउटा टिकटक पनि बनाएँ मैले होइन। अनि यस्तो चिसो पानी थियो त्यहाँ। मेरो साथीले चाहिँ मलाई यस्तो हात समातेर, पछाडि चाहिँ फेरि गहिरो छ नि। अनि हेर्नुहोस् त फर्स्टमा आएको बेला यो झर्ना चाहिँ सानो थियो, पानी माथि पानी परेछ। अनि कस्तो ठुलो भएछ है त्यो झर्ना नि। अब हामी ल जानुपर्छ भनेर हामी चाहिँ हतार हतार तल झरौँ। अनि खोला तर्न नसकेर त्यो भाइ त्यतिकै लडेको होइन नि त। अनि म त भाइहरूले हेल्पले फुत्ते हाम फालेर गएँ। अनि है अब कस्तो चिसो पानी थियो। अनि डर पनि लाग्यो कि अब धेरै ठुलोमा त हामी पनि तर्न सक्दैन त न। भाइहरूले हेल्प गर्यो हामीलाई, थ्याङ्क यू भाइहरू। अनि अर्को नानी त अलिक पातलो पातलो रहेछ, अलिकति झन्डै ढुङ्गामा टेक्न नभइटेर झन्डै झन्डै लडेको थियो। तर सट्टै पातलो भएर बोकेर पठाइदिइहाल्यो नानीलाई त। कस्तो रमाइलो हेर्नु त। अनि हामीले घरबाट ल्याएको खाजाहरू खायौँ। फेरि त्यो फर्केर अघिको आउँदाखेरि आएको बाटोको मिनी झर्नामा एकछिन यस्तो भिडियोहरू बनायौँ। कति रमाइलो लाग्यो क्या। अनि म त अलिअलि उफ्रिँदा भिजिगयो। अनि यस्तो हिँड्छु त है। हामी हाइक हिँड्दा हिँड्दा अँध्यारो पनि भइसकेको थियो। अनि त्यहाँ चाहिँ फेरि यस्तो छ कि जङ्गलै जङ्गल छ नि त। अनि घाम पनि देख्न पाउँदैन, कति ठाउँमा अँध्यारो देख्छ हुस्सुली हुस्सुली। म त बाचा बन्धन फिल्मको गोरेको याद आएर यस्तो डर लागेर, अनि मेरो साथीले डरलाई ओभरकम गर्नुपर्छ डान्स गरेर भन्न थाल्यो। अन्त नि ल ठिकै छ नि त भनेर अब घर जाँदाखेरि घरि उज्यालो घरि अँध्यारो चाहिँ कसरी भन्नुहुन्छ नि, त्यहाँ कुनै ठाउँमा चाहिँ रुख ठ्याक्क खुलिएको हुन्छ अनि उज्यालो हुन्छ, कुनै ठाउँमा झम्म हुन्छ। यस्तो डर लाग्दो थियो है। त्यही पनि अब घर त जानै पर्यो। नाच्दै नाच्दै गएँ म। यस्तै यस्तै भिडियोको लागि चाहिँ फेरि लाइक पनि गर्नु होला अनि सब्सक्राइब पनि गर्नु होला। थ्याङ्क्स फर वाचिङ।